धन्यवाद हाम्रो बाबुलाई। परमेश्वरले हाम्रो निम्ति कस्तो बलिदान गर्नुभयो यो त हामी सबैलाई विदित छ। यही सन्दर्भमा हामीले सोह्र सुनेका छौँ। अब यो लङ बसको लागि यदि स्मरण नानी आउनुभएको छ भने स्मरण अगाडि आइदिनुहोस्, छैन भने डेभिड गुरुङ केजी ग्रुपबाट डेभिड गुरुङ लङ बसको लागि। र त्यसमा तपाईँसँग पेपर आएको छ, त्यहाँ अध्याय पद भन्नुपर्ने पदहरू छ, यहाँबाट 20 मार्क्सको राखिएको छ। त्यही अनुसार तपाईँहरूले नानीहरूले भनेको भर्सको हिसाबले जज गरिदिनुको लागि हामी अनुरोध गर्छौँ, आग्रह गर्छौँ। यहाँ एउटा चाबी आएको छ, यो स्कुटी बाइकको चाबी हो, कसैले झार्नु भएको छ त्यो चाहिँ साम्नुमा। यदि चाहिँ चाबी छैन भने यहाँ अगाडिपट्टि छ, तपाईँ आएर लान सक्नुहुन्छ। डेभिड गुरुङ यो पछि हाम्रो गेस्टको पर्फर्मेन्स रहेको छ 9 नम्बरको कपरनहुम प्रेयर हाउस कटारी, उदयपुर कटारीको नानीहरू गेस्ट पर्फर्मेन्समा तपाईँहरू यो पछि यतापट्टि क्याबिनमा आएर रेडी देख्नुहोला। तपाईँले चाहिँ प्रस्तुति छ, अलिकति अहिले पनि छिटो गर्नुपर्छ, तपाईँहरू कति ढिलो हुनेछ, छिटो गर्नुहोस् न। धन्यवाद। पहाडहरूतिर मेरो आँखाहरू हुनेछु, मेरो साइड कहाँबाट आउँछ, मेरो साइड परम्परा आउँछ, जसले आकाश र पृथ्वी बनाउनु भयो। उहाँले तिम्रो पाउँछ उन्नति हुने छैन, तिम्रो रक्षा गर्नु कहिले हुने छैन, ननिदाउनु हुनेछ। हेर इजरायल रक्षा गर्नु कहिले हुने छैन, ननिदाउनु हुनेछ। परमप्रभु मेरो रक्षक हुनुहुन्छ, परमप्रभुले हाम्रो दाहिने हातबाट तिम्रो सहारा दिनुहुन्छ। दिनको समयमा तिमीलाई सूर्य हुने छैन, र रातको समयमा तिमीलाई चन्द्रमाले प्रहार गर्नेछ। र परमप्रभुले तिमीले सबै खराइबाट रक्षा गर्नेछ, उहाँले तिम्रो प्राणको सुरक्षा गर्नुहुन्छ। अनि मेरो फलका बताउनु किनकि उहाँको स्वर्गको माता हो, उहाँको जीवन लिएर उहाँको लिएर हाम्रो जीवन छ। रुवाएर गरेर होला तर मेरो आनन्द आउँछ। अनि मेरो फलका बुझाउनेले भने म कहिले गर्व गरेको छैन। हे परमप्रभु, तपाईँको निगाहमा तपाईँले मेरो पहाडको निगाहमा खडा भयो, तुल्याउनु भयो। तपाईँले आफ्नो चेहरा डुबाउनु भयो, हे परमप्रभु मेरा परमेश्वर, मैले तपाईँलाई पुकारेँ, मैले प्रभुलाई मैले निम्ति चढाएँ। जब म खाडालमा जाउँला तब मेरो रगतमा के लाग्छ र के धुलोले तपाईँको प्रशंसा गर्न सक्छ र यसले तपाईँको सत्यताको घोषणा गर्छ र हे परमप्रभु सुन्नुहोस्, अनुमति दया गर्नुहोस्। हे परमप्रभु, तपाईँ मेरो सहायक बन्नुहोस्। हे परमप्रभु, तपाईँले मेरो विलासलाई परिवर्तन गर्नुभएको छ। र हर्षले मेरो कमर बस्नुभयो। मेरो मनमा तपाईँको शुद्धि गाओस्, नलागोस्। हे परमप्रभु, म तपाईँलाई सदा धन्यवाद गर्छु। धन्यवाद नानीलाई। नानीलाई हामीले लङ बस दिएका थियौँ, लङ बस भनेको छ। कतै कतै मिस्टेक भयो होला, तपाईँहरूले यसमा जज गरिदिनुहोस्। परमेश्वरको विरुद्धमा यदि हामीले पाप नगर्नु हो भने चाहिँ
परमेश्वरको वचनलाई हृदयमा धेरै स्टोर गर्नुपर्छ। यो उद्देश्यले चाहिँ परमेश्वरको वचन नानीले मेमोरीको लागि दिइन्छ। अब हाम्रो देश पर्फर्मेन्स रहेको छ कटलाली कपरनाउम। तपाईँहरू अगाडि आइदिनुहोस्। जे प्रस्तुति छ तपाईँहरूको तपाईँहरूले ढुक्कसँग अगाडि आएर देखाइदिनुको लागि हामी आग्रह गर्छौँ। अब यो पछि गेस्ट पर्फर्मेन्स कपरनाउम पछि चाहिँ हाम्रो ग्रुपिङ सङ रहेको छ। यो चाहिँ स्थानीय नानीहरू गीतको बोल रहेको छ। जो परम प्रधानको गुप्त स्थानमा गर्ने गीतको बोलमा नानीहरू भाइहरू पनि यसको लागि तपाईँहरू तयारी हुनुको लागि अनुरोध छ। नानीहरूलाई यदि यता क्याबिनमा गएर बस्नु भएको छैन भने यता अगाडिबाट पनि आउँदा हुन्छ। अगाडि तयारी हुनुको लागि चाहिँ क्याबिनमा आउने हो है। त्यही भएर तपाईँहरू जो पहिला आएर क्याबिनमा बस्दिनु छ राम्रो है, धेरै राम्रो। अनि आउनु भएको छैन भने यहाँ अगाडिबाट पनि आउन सक्नुहुन्छ ल। धन्यवाद हाम्रो नानीहरूलाई। हामीलाई नानीहरूले एक्सन गरेर देखाएको छ। माथि र आकाशमा गीतको बोलमा धेरै धेरै धन्यवाद। अब पालो आएको छ ग्रुपिङ सङको लागि। स्थानीय नानीहरू भाइहरू तपाईँहरू अगाडि आइकन आफ्नो प्रस्तुति देखाउनको लागि अनुरोध छ। अब यो पछि हाम्रो आजको यो एक वर्षको आधारमा 2 समय 1 समय किताब 2 र 1 18 पदको आधारमा मेसेज प्रभुको वचनको समय भएको छ। यो पछि त्यही भएर तपाईँहरू धीरज दिनुहोस् र मेसेजको लागि पनि वचनको लागि हाम्रो अङ्कल पासिङलाई म रिक्वेस्ट गर्छु तपाईँ पनि रेडी भइदिनु भए पनि समय बचाएको रहेछ। Próxima nossa banda, Pines e Musik.
बास गर्दछ। यो गीत हामीले भाइहरूबाट सुन्यौँ। प्रभुलाई धन्यवाद भाइहरूलाई पनि। अब पालो रहेको छ आजको पवित्र वचनको पालो। वचनको लागि हाम्रो अङ्कल पार्सिङ कृपया तपाईँ अगाडि आइदिनुहोस्। हामी सबैजना नानीहरू अहिलेसम्म ज्ञानी भएर बसिदिनु भएको छ। अब चाहिँ झन् ज्ञानी भएर तपाईँले वचन सुन्नुपर्छ। जसले परमेश्वरको वचनलाई सुन्छ, वचनलाई पढ्छ, जो पालन गर्छ, त्यो चाहिँ परमेश्वरको दृष्टिमा अति नै धन्यको हुन्छ। यदि कसैले परमेश्वरको वचनलाई इन्कार गर्छ भने त्यो चाहिँ श्रापित हो। त्यसलाई त्यो चाहिँ उसको जीवनमा कहिले पनि असल दिनहरू देख्न पाउँदैन, परमेश्वरको उपस्थितिलाई महसुस गर्न पाउँदैन। त्यस कारणले गर्दा नानीहरूलाई सबैजनालाई वचन सुन्नको लागि अनुरोध छ। धन्यवाद। अब यो म्यासेज पछि यो पढेर वचन पछि हाम्रो गेस्टको पालो छ। त्यो चाहिँ 12 नम्बरको आजको प्रस्तुति हो। लेटाङ लबाननबाट नानीहरू, टिचर्सहरू तपाईँहरू पनि यो पवित्र वचनको भाग पश्चात तपाईँहरू तयारी भेट्न बसिदिनको लागि अनुरोध छ। धन्यवाद। यहाँ उपस्थित सम्पूर्ण प्रियजनहरू, सानो नानी, सन्डे स्कुलका नानीहरू, शिक्षक शिक्षिकाहरू अनि हामी सम्पूर्ण अभिभावक, यो सेवाको आयोजना भएको कारणले टाढा नजिकबाट हामीले जतिले निमन्त्रणा गऱ्यौँ तपाईँहरू सबैलाई पनि स्वागत सहित प्रभु येशू मसीहको प्रेम नाममा जय मसीहके। हामी सबैले बुझ्नुपर्छ बाइबलको शिक्षा, बाइबलको वचन चाहिँ मुख्य कुरा हो। त्यसैले यो वचन लामो हुँदैन। दया गरिकन धैर्यका साथ वचनलाई सुन्ने, बुझ्ने र वचनलाई चाहिँ जीवनमा प्रयोग गर्ने प्रयत्न गर्नुपर्छ। त्यसले हाम्रो जीवनलाई सुधार्छ। अब हामी सबै नानीहरूले यहाँ लेखेको यो पद बाइबलमा पनि निकाल्ने अनि सबैले 1 सामुएलको पुस्तक 2 अध्यायको 18 पद सबैले ठुलो स्वरमा विस्तारै स्पष्टसँग पढ्ने है। सबै नानीहरूले हामी पढ्छौँ। यहाँ भएका नानीहरू मात्रै होइन, हामी यहाँ जति उपस्थित छौँ सबैले एकैसाथ यो पदलाई पढ्दछौँ। सबैले बाइबल खोल्नुहोस् अनि यो पदलाई हामी पढ्छौँ। ल, खोलिसक्नुभयो भने 1 सामुएल 2 अध्याय यसको 18 पद। यो चाहिँ प्रभुका दासहरूले आजको सेवाको लागि मुख्य सन्देश भनेर दिनुभएको पद हो। पाउनुभयो? सुरु गरौँ। म सँगसँगै सबैले पढ्ने ताकि यो सेवा हल गुन्जियोस्। तर सामुएलका बालकसँगै म पढ्छु है। तर सामुएलका बालक छँदै मनको खेपोले कम्मर कसेर परम प्रभुको सामु सेवा गर्थे। अब हामी प्रभुलाई सानो प्रार्थना गर्छौँ। दयालु प्रेमी परमेश्वर पिता, धन्यवाद चढाउँछौँ प्रभु। यो व्यक्ति तपाईँको आफ्नो खुन खनिजा लोकको अगाडि स्नातक हुने बालकहरूदेखि लिएर सबै मण्डलीको अगाडि तपाईँको वचनको लागि यहाँ खडा छु। म यो कामको निम्ति आफूलाई योग्य पाउँदिनँ प्रभु। अयोग्यताले भरेको मान्छे, दुर्बलताले भरेको मान्छे हुँ। अब तपाईँ आफैले आफ्नो छोराछोरीहरूलाई, बालकहरूलाई तपाईँको स्वर्गीय इच्छा र योजना बताउनु भएन भने मबाट केही हुन सक्दैन। म को हुँ र प्रभु तपाईँको वचन त्यसरी शेयर गर्ने? तर तपाईँले यसलाई एउटा पात्र बनाउनुहोस्। तपाईँको जिउँदो आओस् यी नानीहरूले अनि हामी सबैले थाहा गरेर तपाईँको रूपमा बदलिन, तपाईँको रूपमा ढालिनको निम्ति हामीलाई प्रेरणा दिनुहोस्।
सबै कुरा तपाईँको हातमा सुम्पिँदै प्रार्थना ईश्वरमा राख्न सक्नुहुन्छ। सुनिग्रहण गर्नुहोस्। यहाँ हामीले केही कुराहरू बुझ्नुपर्छ है। दया गरिकन यो विषयवस्तु सामुएल भन्ने एकजना व्यक्तिको विषयमा लेखिएको कुरा हो। सबभन्दा पहिले सामुएल को हो भन्ने विषयमा हामीले बुझ्नुपर्छ। सामुएल चाहिँ कसको छोरा हो थाहा छ? सामुएलको बाबाको नाम के हो र सामुएलको आमाको नाम के हो? भनिदिनुहोस् त, नानीहरूले भन्नुहोस्। थाहा छ कि छैन? सामुएलको बाबाको नाम, अब समय पो जाने पढेर उत्तर खोज्दा। सामुएलको बाबाको नाम के हो? एल्काना। तपाईँ कहाँबाट मनमनमा भन्दै हुनुहुन्छ। आमाको नाम के हो? हन्ना। नानीहरू हो, यो सामुएलको जन्म यसरी भएको थियो। हन्नाको लामो समयसम्म छोराछोरी नहुँदा हन्नाले प्रार्थना गरेर परमप्रभुलाई छोरा माग्नु भएको थियो। परमप्रभुलाई एउटा छोरा दिनुभयो भने म त्यसलाई तपाईँको घरमा अर्पण गर्छु, त्यसले तपाईँको सेवा गर्नेछ भनेर परमप्रभुलाई प्रार्थना गर्दा परमप्रभुले हन्नालाई छोरा दिनुभएको थियो। त्यही छोरा हो सामुएल। त्यसैले सामुएलको नामको अर्थ नै के हुन्छ? परमप्रभुमा प्रार्थना गरेर मागिएको। सामुएलको अर्थ के अरे? परमप्रभुमा प्रार्थना गरेर मागेको। त्यसैले परमप्रभुमा प्रार्थना गरेर हन्नाले एउटा छोरा माग्नुहुन्छ। अनि परमेश्वर चाहिँ प्रार्थना सुन्ने परमेश्वर हुनुहुन्छ। हृदयको बोझलाई बुझ्ने परमेश्वर हुनुहुन्छ। हन्नाले गरेको प्रार्थना सामुएल चाहिँ परमेश्वरले सुन्नुभयो र उहाँको गर्भमा एउटा छोरा दिनुभयो। यही छोरा हो सामुएल। जब सामुएल जन्मियो, जन्मेपछि उसकी आमाले प्रतिज्ञा गर्नुभएको थियो, यसले दुध छोडेपछि म यसलाई परमप्रभुको घरमा पठाउनेछु। अनि परमप्रभुको घरमा जब सामुएलले बच्चै थिए, दुध छोडे अनि आमाले सामुएललाई परमेश्वरको घरमा एकैचोटि केही वर्षका लागि बालकै छँदै परमेश्वरको घरमा पुर्याउनु भयो है। अब यहाँबाट हामीले केही कुरा सिक्नुपर्छ नानीहरू हो। अनि सबै हामी विश्वासीहरूले जान्नुपर्छ बाइबलका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएको हो, हाम्रो ज्ञानको निम्ति पनि हो। तर ज्ञानभन्दा बढ्दा यसले हामीलाई व्यवहार सिकाउँछ। बाइबलले हामीलाई ज्ञान मात्रै होइन, त्यो ज्ञानलाई व्यवहारमा सिकाउँछ। अब सामुएललाई हन्नाले प्रार्थना गरेर मागिसकेपछि, उनले दुध चुस्न छोडिसकेपछि हन्नाले सामुएललाई परमेश्वरको घरमा पुर्याइदिएको कुरा बाइबलमा हामी पाउँछौँ। यही 1 सामुएल 2 अध्याय 1 अध्यायमा हामीले यो पाठ पढ्नुपर्छ। समय अभावले मैले यहाँ मौखिक भनिरहेको छु। अनि जब हन्ना परमेश्वरको घरमा गइसकेपछि यसबाट हामीले सिक्ने कुरा म भन्दै थिएँ। पहिलो कुरा यहाँ हन्नाले परमेश्वरको घरको आवश्यकतालाई थाहा गरेर आफ्नो निम्ति भन्दा पनि बढ्दा परमेश्वरको घरको फिक्री गरेर एउटा छोरा मागेको छ। छोरा जन्मियोस्, मलाई पालोस्, ठुलो भएपछि भन्ने कुराले भन्दा पनि हन्नाको मनमा छोरा जन्मेपछि परमेश्वरको घरमा यसले सेवा गरोस् भन्ने चाहना हन्नाको मनमा थियो। त्यसले गर्दा यी दिनहरूमा हामी गार्जेनहरूको पनि मनको चाहना यही छ, हुनुपर्छ
कि मेरो छोराले मेरो छोरीले परमेश्वरको घरमा सेवा गरोस्। प्यारा नानीहरू, तपाईहरु छोराछोरी हुनुहुन्छ, आमा बुवाको मनको चाहना पनि यही छ। हामी चाहन्छौँ हाम्रा छोराछोरीहरूले परमेश्वरको घरको सेवा गरून्। अन्नाले चाहिँ हामी यो कामना गरिरहेका छौँ र गर्छौँ र गर्नुपर्छ। मेरो छोराले मेरो छोरीले परमेश्वरको घरको सेवा गर्दा हामी कति धेरै खुसी हुन्छौँ, यति धेरै गर्व लाग्छ। हामी राति प्रार्थना गरेर प्रभुलाई धन्यवाद चढाउँछौँ हाम्रो छोराछोरीहरूले परमेश्वरको घरको सेवा गरोस्। अन्नाको मनको चाहना यो थियो। आज हामीले सिक्नुपर्ने कुरा यही हो। यो पाठबाट हामी आमा बुवाको मनमा हाम्रा छोराछोरीहरूले परमेश्वरको सेवा गरून्। बाहिर संसारमा विकृति छ, विसङ्गति छ भने बिग्रेला कि कुलतमा फस्ला कि नराम्रो बाटोमा जाला कि हाम्रो मनमा डर छ, त्रास छ। तर हामीलाई ढुक्कै छ, हाम्रा छोराछोरीले के गर्दैछन्? परमेश्वरको सेवा गर्दैछन्। त्यसैले आज हामी सबै आमा बुवाको मनभित्रको एउटा चाहना हाम्रा छोराछोरीले परमेश्वरको सेवा गरून्। यही मनसा लिएर भन्नाले आफ्नो छोराले छोड्ने बित्तिकै परमेश्वरको घरमा लगेर जिम्मा दिएको कुरा हामी बाइबलमा पाउँछौँ। यो कुरालाई चाहिँ पढ्नु त आउनुहोस् त एकजनाले तपाईँहरूले यो कुरा पढिदिनुहोस्। 1 सामुएलको पुस्तक 1 अध्यायको 28 पद पढ्नुहोस् त। एकजनाले पढ्नुहोस् त, जसुकैले पढ्नुहोस्, ठुलो स्वरमा पढिदिनुहोस्। यसकारण मैले पनि प्रभुलाई यो बालक पैँचो लिएको छु। यो बाजुनले प्रभुलाई पैँचो दिएको छ। अब माथिल्लो पद पढ्यो भने भन्छ प्रभुले एलीलाई, हेर्नुहोस् मैले तपाईँको अगाडि प्रार्थना गर्ने स्त्री मै नै हुँ। मलाई प्रभुले छोरा दिनुभयो, यो छोरालाई मैले पैँचो दिनुभएको छु, पैँचो फिर्ता गरिदिएको छु। प्रभुकै घरको सेवा गरोस्। त्यसैले आज यो सन्देशको सेवामा यो थेम वचन दिएर परमेश्वरले हामी सबै आमा बुवाको मनभित्र अन्नाको जस्तो मन, ताकि मेरो छोराले मेरो छोरीले प्रभुको घरमा सेवा गरोस् भन्ने चाहना छ, हुनुपर्छ। र यो विचार लिएर हामीले प्रभुलाई प्रार्थना गर्नुपर्छ भन्ने कुरा प्रभुले सिकाउन चाहनु भएको छ। यो ज्ञानको लागि होइन, अब हामीले व्यवहारमा यसलाई देखाउन सक्नुपर्छ। यो प्रभुले सिकाउन चाहनु भएको। अब अलिकति यो जब सामुएल जन्मिनुभन्दा अगाडि यहाँको घटनालाई हेर्दा, सामुएल जन्मिनुभन्दा अगाडि परमेश्वरको घरमा ठुलो विकृति थियो। एलीका छोराहरू पुजारी थिए, उनीहरूले पाप गरिरहेका थिए, गल्ती गरिरहेका थिए। परमेश्वरको घरमा परमेश्वरको वचनको प्रकाश थिएन, परमेश्वरको दर्शन रोकिएको थियो। सामुएल नजन्मिनुभन्दा अगाडि पुरै परमेश्वर इस्राएलीहरूसँग बोल्नै छोड्नु भएको थियो। यो गर, यो नगर, यो गर्नुपर्छ, यो गर्नु हुँदैन, नगर भने परमेश्वर इस्राएलीसँग प्रत्यक्ष बात गर्नुहुन्थ्यो। तर यति बेला सामुएलको जन्मभन्दा अगाडि इस्राएलमा परमेश्वरको दर्शन हराएको थियो भन्छ। इस्राएलमा परमेश्वरको बोली, परमेश्वरको वचनको प्रकाश थिएन। त्यसैले यो आवश्यकतालाई हन्नाले थाहा गर्यो। अब यो पनि पढ्नु त, आउनुहोस् त तपाईँहरू सबैले एउटा पद पढिदिनुहोस् कि त्यति बेला परमेश्वरको घरमा चाहिँ नि 2:25 पद पढिदिनुहोस् त। यहाँ हेर्नुहोस् त, परमेश्वरले त्यसको न्याय गर्नुहुन्छ। तर कुनै मानिसले परमप्रभुको विरोधमा पाप गर्छ भने कसले त्यसका निम्ति अन्तर्वृत्ति गरिदिने? तर पनि उनीहरूले आफ्ना बाबुको कुरा सुनेनन्, किनभने परमप्रभुले उनीहरूलाई मार्न चाहनु भएको थियो। हेर्नुहोस्, एलीका छोराले गल्ती गर्ने थिए, त्यहाँका पुजारीहरूले गल्ती गरिरहेको अवस्थामा थिए।
पुरै इजरायलमा दर्शनहरू आएको थियो। 3:1 पद पढिदिनुहोस्। अनि बालक सामुएल एलीको सामु परमप्रभुको सेवा गर्थे। अनि ती दिनहरूमा परमप्रभुको वचन कम पाइन्थ्यो, खुला दर्शन थिएन। खुला दर्शनहरू आएको थियो, परमेश्वरको वचन कम पाइन्थ्यो। इजरायलीहरूले गल्ती गरेको कारणले परमेश्वरको वचनको प्रकाश हराएको थियो। परमेश्वर इजरायलीसँग बोल्नु हुँदैन थियो, अन्धकार थियो। मान्छेहरूले अन्धकारमा, पापमा, अधर्ममा गइरहेका थिए। यहाँसम्म कि पुजारीका छोराछोरीहरू नै गल्ती गरिरहेको अवस्थामा थिए। यस्तो अवस्थामा परमेश्वरले सामुएललाई जन्म दिनुभयो। अब सामुएल जन्मेपछि त्यही सामुएललाई नै परमेश्वरले त्यो सबै त्यो अर्को बेलाको त्यस ठाउँको स्थितिलाई प्रकाशमा पार्नको उनले बोलावट गर्नुभयो। सामुएललाई जब उसका आमाले एलीको साथमा त्यति बेला एली चाहिँ पुजारी थियो परमेश्वरको घरमा। एलीको साथमा उठाइसकेपछि एली सुतिरहेको, सामुएल सुतिरहेको बेलामा सामुएललाई आवाज आउँछ, सामुएल सामुएल। 3 चोटि परमेश्वरको आवाजलाई थाहा नगरेर एलीको छेउमा जान्छ। भन्नुहोस् के भन्नुभएको भन्दै, तर परमेश्वर एलीले भन्छ मैले तिमीलाई बोलाएकै छैन, गएर सुत। 1 चोटि होइन, 2 चोटि होइन, 3 चोटि 4 चोटिसम्म सामुएल सामुएल भन्ने आवाज आउँछ। ऊ सामुएल बालकै हुन्छ। अनि उसले सामुएललाई एलीलाई भेट्न जान्छ। एलीले बोलाउँदै हुनुहुन्छ होला भनिकन, तर एलीले बोलाएको हुँदैन। अनि एलीले यो कुरा थाहा पाउँछ, यो बालकलाई परमेश्वरले बोलाउँदै हुनुहुन्छ। अब तिमीले यसो भन्नु है, अब फेरि बोलाउनु भयो भने भन्नुहोस् तपाईँको दासले सुन्दैछ भन्नु है भनेर सिकाउँछ। अनि 4औं पटकमा सामुएल सामुएल भन्ने आवाज आउँछ। ती बालक सामुएल त्यति बेला छ, एलीकोमा जाँदैन। भन्नुहोस् तपाईँको दासले सुन्दैछ भन्दा चाहिँ अब एलीलाई सामुएललाई परमेश्वरले सबै कुरा बताइदिनुहुन्छ। हे एलीको घरनाले गल्ती गरेका छन्, पाप गरेका छन्। अब यिनीहरूलाई म आशिष दिन्छु भनेको थिएँ, अब यिनीहरूलाई म आशिष दिन्न। यिनीहरूलाई म अब दण्ड दिन्छु। मलाई आदर गर्नेलाई म आदर गर्छु, मलाई तिरस्कार गर्ने अब तुच्छ ठानिन्छन्। जा भनिदे एलीलाई भनिकन सानो बालकलाई परमेश्वरले भन्नुहुन्छ। अब यहाँबाट सिक्नुपर्ने अर्को दोस्रो कुरा, यहाँबाट एलीको भूमिका मण्डलीमा हुनुपर्छ। एलीलाई 4, 5, 3 चोटिसम्म सामुएललाई बोलावट गर्दा सामुएलले परमेश्वरको आवाजले नचिनेर, नसुनेर, नबुझेर एली कहाँ जाँदा एलीले यो कुरा थाहा गर्यो, यो बालकलाई परमेश्वरले बोलाउँदै हुनुहुन्छ। पक्का त्यसैले यो बालकलाई चाहिँ भन्नुहोस् तपाईँको दासले सुन्दैछ भन्ने सिकाउँछ। यी दिनहरूमा एउटा बालकसँग, एउटा विश्वासीसँग, एउटा कमजोर भाइहरूसँग पनि परमेश्वर बोल्दै हुनुहुन्छ रहेछ भन्ने कुरा बुवाहरूले, ठुलाहरूले, हामी आमाहरूले, बाबुहरूले यो सानो नानी बाबुहरूसँग प्रभुले बात गर्नु हुँदैछ भन्ने कुरा मण्डलीमा जिम्मेवारहरूले यो विश्वासीसँग परमेश्वर बात गर्नु हुँदैछ भन्ने कुरालाई थाहा गरेर अब तिमीले यो कुरा गर्नुपर्छ है, यसो भन्नु है भनेको उनीहरूलाई मार्गनिर्देशन गर्नुपर्ने रहेछ, जो एलीले गरे। यदि एलीले परमेश्वरले बोलाउँदैछ यो बालकलाई भनेर थाहा नगरेर उसलाई मैले तिमीलाई बोलाएको छैन, यहाँ मलाई गलगन नगर, जिजो नगर, जाऊ तिमी सुत भनेर हकारेको थियो भने सायद परमेश्वरको आवाज एलीले सामुएलले सुन्दैन थियो होला। तर परमेश्वरले एलीले भन्छ अब जाऊ, परमेश्वर तपाईँको दासले सुन्दैछ भनेर परमेश्वरले बोलाउनुहुन्छ। भन्नु यसैको 2:30 पद पढिदिनुहोस् त। अब यसो भन है एलीलाई, भन भनिकन भन्नुहुन्छ, पढिदिनुहोस्। अनि यही कारणले परमप्रभु परमेश्वर भन्नुहुन्छ, मैले साँच्चै भने तिम्रो घरना र तिम्रो बाबुको घरना मेरो सामु सदा सर्वदा हिँड्नेछ। सदा सर्वदा हिँड्नेछ। तर अब परमप्रभु भन्नुहुन्छ, कुरा मदेखि टाढा रहोस्, यो कुरा मदेखि टाढा रहोस्, किनकि जसले मलाई आदर गर्छ तिनीहरूलाई म आदर गर्नेछु, म तिनीलाई आदर गर्नेछु, र मलाई तुच्छ ठान्नेहरू तुच्छ ठानिनेछ। मलाई तुच्छ ठानेहरू तुच्छ ठानिनेछ। अब यदि सामुएल
एलीलाई जाऊ अनि त्यसपछि सामुएल जान्छ परमेश्वरको आवाजलाई सुन्छ अनि एलीलाई परमेश्वरले जे भन्नु भनेको कुरा एलीलाई सुनाउन पनि सामुएलको मनमा ढुक्कै हुँदैन तर सामुएल फेरि एलीको एउटा अगुवामा हुनुपर्ने आमा बाउमा हुनुपर्ने सन्डे स्कुलका शिक्षकहरूमा हुनुपर्ने एउटा अर्को गुण एलीबाट हामी सिक्नुपर्छ फेरि परमेश्वरले के भन्नुभयो भन नडराऊ नहिचिजाऊ जे भन्नुभएको छ त्यही भन त्यसरी बालकलाई परमेश्वरले भनेको कुरा भन्न लगाउनुहुन्छ डरले गएर भनौँ कि नभनौँ राम्रो कुरा छैन नराम्रो कुरा भनेर पठाउनु भएको छ परमेश्वरले त तर उसलाई एलीले भन भनेर साथ दिनुहुन्छ प्रेरणा दिनुहुन्छ एउटा सानो कमजोर बालकलाई सानो नानीलाई पनि प्रभुले प्रयोगमा ल्याइरहनु भएको छ एलीबाट सिक्नुपर्ने अर्को दोस्रो कुरा उसले भन्छ सामुएल भन जे भन्नुभएको छ भन नलुकाऊ है मबाट अनि एलीलाई सामुएलले सबै कुरा भनिदिन्छ त्यसका दिनहरूमा यो प्रकारको व्यावहारिक कुराहरू हाम्रो मण्डलीमा हुनुपर्छ एउटा बालकमा भएका क्षमतालाई एउटा बालकमा भएको ट्यालेन्टलाई थाहा गर्नुपर्छ 5 रोटी 2 माछा हुने बालकलाई खोजेर एलीले खोज्यो भेटायो जाऊ कहाँ छ त्यो एलीलाई थाहा थियो यो बालकसँग 5 रोटी र 2 माछा छ त्यो जान्थ्यो 5 रोटी र 2 माछा भएको मान्छे पत्ता लगायो अनि त्यो बालकलाई जसले 2 रोटी र 5 माछा दिएर परमेश्वर येशूलाई भेट्न पठाउने आमा होला नि त घरमा है आमाले तयारी बनाएको बालकले म दिन्न मम्मीले मलाई दिनुभएको भनेन 5 रोटी 2 माछा आफ्नो लागि तयारी बनाउनु भएको आमाले पठाउनु भएको होला त्यो बालकले तुरुन्तै दिइहाल्यो अनि 5 रोटी 2 माछाले परमेश्वरले कति ठुलो आश्चर्य काम गर्नुभयो हजारौँलाई 7,000 को हाराहारीमा मानिसहरू थिए त्योभन्दा बढी के भन्छन् छोराहरूको मात्रै गल्ती भएको भन्छन् हे त्यसैले सबै तृप्ति भए बाटो थियो त्यो केन्द्रियो जसले बालकसँग रोटी छ भन्ने थाहा गर्यो त्यो आमा जसले आवश्यकतालाई थाहा गरी रोटी बनाएर माछा बनाएर घर नानीलाई प्रभुलाई भेट्न पठाउनु भयो अनि त्यो नानी जसले आफूसँग भएको खानेकुरा आफ्नो बालक आफ्नो अरूको निम्ति समर्पण गरिदियो आज यसले हामीलाई व्यवहारिक कुरा सिकाउँछ आज हामी सबै तीन पक्ष आमा घरका गार्जियन मण्डलीका सदस्य टिचर अथवा जिम्मेवारीहरू अनि बालकहरू विश्वासीहरूको बिचमा कोअपरेसन भएन भने यो आश्चर्य काम प्रभुले हाम्रो जीवनबाट गर्नुहुन्न 5 रोटी 2 माछाले हजारौँलाई खुवाएर 12 डालु गर्ने सामर्थ्यको काम प्रभुले गर्नुभयो तर गर्ने माध्यम चाहिँ विश्वासीहरूकै बिचबाट यसकारण यो परमेश्वरको शक्तिशाली हुनुहुन्छ सामर्थ्यका काम गर्ने परमेश्वर हुनुहुन्छ सामुएललाई बोलाउने परमेश्वर आज हामीलाई पनि बोलाइराख्नु भएको छ यही सामुएल हो जसले मलको एपोदको वस्त्र लगाएर कम्मर कसेर एलीको परमेश्वरको सेवा गरे अरे यो बालकै छँदा मलले बाइबलमा हुन्छ मलले केलाई जनाउँछ विश्वासीहरूको धार्मिक कामलाई जनाउँछ मलको कपडा हुन्छ नि नबिजाउने स्वभाव एकदमै नरम स्वभाव नम्र स्वभाव यसले नम्रतालाई झल्काउँछ मलको एपोद चाहिँ पुजारीले लाउने वस्त्र हो पुजारीले लाउने वस्त्र मलको एपोदबाट पुजारीले एउटा विश्वासीहरूको धार्मिक कार्यलाई जनाउँछ प्रकाशित वाक्यको पुस्तक यो 19 को 8 पद या कतिमा छ यो कुरा हामी हेर्छौँ त्यहाँ भन्छ यो मलको कपडा छ मलको वस्त्र पहिरिनु चाहिँ हाम्रो धार्मिकतालाई सङ्केत गरिरहेको छ त्यसकारण यी दिनहरूमा व्यावहारिक रूपमा हाम्रो नम्रताले हाम्रो कोमलपनले हाम्रो नम्र व्यवहारले हाम्रो नम्र स्वभावले नै हामी मण्डलीमा आत्माहरू जित्छौँ मण्डलीमा उन्नति ल्याउँछौँ अनि हाम्रा नानीहरू नम्रताको स्वभाव जस्तो एपोद लगाएर मलको एपोद लगाएर कम्मर कस्नुले तयारीलाई जनाउँछ है हर घडी हर समय तयार पनि प्रभुको निम्ति होइन भने अघि एलीलाई भने जस्तो म
मलाई आदर गर्नेलाई म आदर गर्छु, मलाई तिरस्कार गर्नेहरू मेरो नानीहरू, बाइबलमा यही कुरा सिकाउँछ। बालक सामुएलले सानै छँदाले मलमलको लुगा लगायो, मलमल भनेको नरम स्वभाव, धार्मिकताको काम दियो, अनि एपोद पूजाको जस्तो एपोद लगाएर देवीको छेउमा बसेर सेवा गर्यो। यो मिनिस्टर भनेको छ, मिनिस्ट्री भनेको चाहिँ अरूलाई सहायता पुर्याउनु, अरूको मद्दत गर्नु, अरूलाई हेल्प गर्नु हो मिनिस्ट्रीको अर्थ। यो प्रकारले परमेश्वरको घरमा गएर बालकै छँदा सामुएलले यो कुरा गर्यो। त्यति मात्र होइन, बालक सामुएल केही समयमा इजरायलको एउटा ठुलो घटना घट्यो। त्यो भनेको करारको सन्दुक खोसियो। परमेश्वरको घरबाट, परमेश्वरको भवनबाट करारको सन्दुक फरिसीहरूले लिएर गए। करारको सन्दुकले परमेश्वरको उपस्थितिलाई जनाउँछ। जब चाहिँ करारको सन्दुक खोसिएर लग्यो, परमेश्वरको उपस्थिति हराएर गयो। जहाँ परमेश्वरको उपस्थिति हुँदैन त्यहाँ आनन्द खोसिएर जान्छ। परमेश्वरको उपस्थितिमा आनन्दको भरपुरी हुन्छ। जुन सेवामा परमेश्वर हुनुहुन्छ त्यहाँ आनन्द भरपुर आनन्द हुन्छ। सबै खुसी, सबै आनन्द प्रभुको उपस्थितिलाई जनाउँछ। यसैले करारको सन्दुक खोसियो भन्छ बाइबलमा। समय नभएको अब मैले प्रिन्ट मार्न कोसिस गरेँ। करारको सन्दुक खोसियो। करारको सन्दुकले परमेश्वर प्रभुको उपस्थितिलाई जनाउँछ। परमेश्वरले लगे, तर सामुएलले फेरि प्रार्थना गरे, पश्चाताप गरे, गल्ती स्वीकार गरे, अनि त्यहाँ उनले धेरै काम गरे। अनि त्यसपछि करारको सन्दुक फेरि इजरायलले फिर्ता ल्याए। अनि त्यसपछि इजरायलहरू जित हुन थाले। जबसम्म करारको सन्दुक अरूहरूले लगेर गए नि, इजरायलहरू लडाइँमा हारेको जीवन ल्याउनु पर्यो। त्यसैले यी दिनहरूमा तपाईँ र मेरो बिचमा प्रभु येशूको उपस्थिति छैन भने ठुला भिड चाहिँ छ, हामी ठुला सेवा चाहिँ गर्छौँ हामी, तर त्यो प्रभुको उपस्थिति छैन भने करारको सन्दुक खोसिएको हुन्छ। अनि त्यहाँ आनन्द हुँदैन, त्यहाँ खुसी हुँदैन, निराशा हुन्छ, हताश हुन्छ। अब हामीले सोच्नु छ, कतै हाम्रो गल्तीका छोराले गल्ती गरे, नाश र होप्ने बितेर मरे लडाइँमा करारको सन्दुक इजरायलले लगेपछि मृत्यु नै मृत्यु आयो। हजार इजरायलहरू मर्नु पर्यो। प्रभुको करारको सन्दुक खोसेको कार्यकर्ता नानीहरू, बालबालिकाहरू, सम्पूर्ण विश्वासीहरू, यी दिनहरूमा प्रभुको उपस्थिति हाम्रो मध्यमा हुनको लागि हामीले धेरै प्राप्त गर्नुपर्छ। यही सामुएलले यही काम गर्यो। यति मात्रै गरेन, राजाहरू नियुक्त गर्यो। साउल राजाले नियुक्त गर्यो, दाउद राजाले नियुक्त गर्यो। अनि यसरी परमेश्वरको सामुएलले गर्दै विश्वास दृढताको साथमा सामुएलले प्रभुको काम गर्यो। अब सामुएलले यस्तो काम गर्नुको पछाडि चारवटा कारण भन्छु, अनि म सर बाइबलमा पढाइकन। पहिलो कारण, सामुएल परमेश्वरबाट चुनिएको मान्छे थियो। परमेश्वरले प्रार्थना गरेर मागेको मान्छे थियो। दोस्रो कारण, सामुएल परमेश्वरको साथमा हिँड्थ्यो, परमेश्वरको साथमा बढ्थ्यो, परमेश्वरको साथमा बढेको मान्छे थियो। तेस्रो कुरा, सामुएलले परमेश्वर र मान्छेको शुभेच्छा प्राप्त गरेको थियो। एउटा पद पढ्नु। अब 1 सामुएल पुस्तक 2 अध्यायको 26 पद पढिदिनुहोस्। अनि बालक सामुएल बढ्दै गए। अनि परमप्रभुका मानिसहरू दुवैसित शुभेच्छाका पात्र भए। परमप्रभु र मानिस दुवैसँग यति कुरा याद गर्नुहोस् है। परमेश्वरको पनि शुभेच्छा पात्र भए सामुएल, अरू मानिसहरूको पनि शुभेच्छा पात्र भए जब उनी बालक थिए। आज हामीले सबैको शुभेच्छा प्राप्त गर्न सक्नुपर्छ। हामीले सबैलाई शुभेच्छा, असल इच्छा भनेको शुभेच्छा भनेको है। सबैलाई शुभेच्छाको दृष्टिले, राम्रो दृष्टिले प्रार्थना गरिदिनुपर्छ। परमेश्वरको पनि शुभेच्छा हुनुपर्छ, मानिसहरूको पनि शुभेच्छा हुनुपर्छ। यही कुरा ठ्याक्कै हामी हेर्यौँ भने लुकाको पुस्तक 2 अध्याय 51-52 पदतिर हेर्यौँ भने हाम्रो प्रभु येशू मसीह पनि बढ्दै जानुभयो परमेश्वरको बिल्डोलमा। अनि मान्छे र परमेश्वर दुईटैको अनुग्रह प्राप्त गर्नुभयो भनेको छ त्यहाँ। पढिदिनुहोस् त। यसैले हाम्रो बालकहरू अगाडि बढ्नको लागि परमेश्वरको शुभेच्छा र परमेश्वरको अनुग्रह त छँदै नै छ।
तर मानिसको पनि अनुग्रह मान्छेबाट शुभेच्छा भएको प्रभु चाहनुहुन्छ। परमेश्वरले भनेको पद अनि यसो बुद्धिमा निर्दोलमा निर्दोलमा र परमेश्वर र मानिसको अनुग्रहमा बढ्दै जानुभयो। परमेश्वर र मानिसको अनुग्रहमा हामी यहाँ परमेश्वर र पवित्रता दिन्छौँ, तर हामी मान्छे जातिको परमेश्वरले बचाउनु भएको छ। हाम्रो पनि अनुग्रह अरूप्रति हुनुपर्छ, हामीले पनि अरूको अनुग्रह प्राप्त गर्न सक्नुपर्छ, अनि हामी अगाडि बढ्न सक्छौँ। सामयको विषयमा पनि यही भनेको रहेछ, परमेश्वरको शुभेच्छा र मानिसको शुभेच्छा प्राप्त गरे। हाम्रो प्रवेश मसीहको सम्बन्धमा पनि यही भनेको रहेछ, परमेश्वरको अनुग्रह र मानिसको अनुग्रह प्राप्त गरे। उहाँ बढ्दै जानु बुद्धिमा निर्दोलमा। अब हाम्रा नानीहरूलाई बुद्धिमा निर्दोलमा प्रभुको अनुग्रहमा अगाडि बढाउनलाई परमेश्वरको शुभेच्छा अनि हाम्रो पनि शुभेच्छा, परमेश्वरको अनुग्रह अनि हाम्रो पनि अनुग्रह हुँदो रहेछ। तर नानीहरू साबेल जस्तो मलमलको वस्त्र लगाएर, मलमल भनेको एकदमै नरम स्वभाव है, असल बानी बेहोरा भएको स्वभाव, प्रभुको अनुग्रहले समेत स्वभाव लगाएर साबेल जस्तो डर भएन, म एडीको अधीनतामा भएर सेवा गरेँ, सबैको अधीनतामा भएर सेवा गर्नु सक्यो भने हाम्रा नानीहरू हामी यही आशा गर्छौँ, तपाईँहरूले प्रभुको सेवा गर्नुपर्छ है। भवि ठुलो भएर प्रभुको सेवा अहिले पनि सेवा गरिराख्नु भएको छ, धेरै धेरै धन्यवाद छ। अब यो हाम्रो यो सेवा मनोरञ्जनको लागि गरेको होइन, हरेक हामीलाई शिक्षाको लागि हो, जो कुरो अब हामीले गरेर देखाउनुपर्छ। दिमागले बुद्धिले मान्छे घमण्डी बन्छ भन्छ है, धेरै बुद्धिले मात्रै हामी भरिपरि घमण्डी गर्छौँ अरे, तर अब त्यो परमेश्वरले दिएको बुद्धिलाई चाहिँ हामीले काममा लगाउनुपर्छ। प्रभुले चाहनुभएको छ यही, हामी आशा गर्छौँ, प्रार्थना गरौँ, अनि हाम्रो आफ्नो कर्तव्य पनि छ। त्यसैले सामुएलले के लगाएर कहिले बालक सधैँ के लगाएर मलमलको ढुङ्गा लगाएर के गरे, परमेश्वरको सेवा गरे। हामी पनि गर्ने कि नगर्ने नानी हो, प्रभुले सहायता पुगेका हो। सबैलाई जय मसीह। धन्यवाद हाम्रा प्रवक्ता दासलाई, जो चाहिँ हाम्रो भूतपूर्व सन्डे स्कुल टिचर पनि हुनुहुन्छ अनि आजको हाम्रो सन्डे स्कुलको थेम अनुसार प्रभुको वचनलाई हाम्रो दासले प्रस्तावना भएको छ। म यस सन्दर्भमा अलिकति मलाई केही भन्न मन लाग्यो अनि लबानोन प्रार्थना भवनलाई पनि तपाईँहरू तयारी गरिदिनुहोस् भनेर पहिला मैले। अनि यो थेमको सन्दर्भमा हामीले थेम वचन पाउनलाई केही समय कुर्नु पर्यो, अनि मेरो चाहिँ समय मैले चाहेको थिएँ अलिक चाँडै थेम वचन पाएँ भनेर, अनि पर्खदा प्रभुदासहरूलाई समय लाग्यो। अनि जब पनि मेरो हातमा यो थेम वचन आयो त्यति बेला मलाई एक प्रकारको डर भयो। अनि मैले मेरो टिमलाई भने यसपालि पनि परमेश्वरले विगतमा जे थेम दिनुभएको थियो त्यही थेम दोहोरिएको छ, यो के को लागि होला। जब पनि परमेश्वरको वचन हामी कहाँ आउँछ, हामी कहाँ धेरै प्रकारले प्रभुको वचनहरू आउँछ, सल्लाहको निम्ति आउँछ, सुझावको निम्ति अनि चेतावनीको निम्ति आउँछ, हाम्रो जीवन सुधारको लागि परमेश्वरको वचनहरू आउँछ। यदि कसैले परमेश्वरको वचनलाई घट्टा सम्झन्छ, यदि हेरचेक्राइ गर्छ भने त्यो चाहिँ परमेश्वरको क्रोधको लागि पनि हामी परमेश्वरको वचनलाई हेरचेक्राइ गर्छौँ। अनि जब हामीले यो थेम पायौँ अनि सुरुभित्र भएको स्टोरीहरू यहाँभित्र भएको घटनाहरूलाई मैले गहन रूपमा हामीले हेऱ्यौँ। यसलाई हेर्दै गर्दाखेरि मेरो जीवनमा चाहिँ एक प्रकारको डर भयो। यसमा परमेश्वरको वचन हामीले स्पष्ट आज पनि भनेको छ, मण्डलीमा पहिलो चाहिँ ती हन्ना जस्तो आमाहरू चाहिएको छ, अनि दोस्रो चाहिँ त्यो बालक सामुएल जस्तो जो चाहिँ परमेश्वरको सेवाको निम्ति आफैलाई तयार गर्ने सामुएलहरू चाहिएको छ। अनि एलीले जस्तै हामीले प्रभुदासबाट सुन्यौँ, जसले सामुएललाई परमेश्वरको वचन के भन्नुभयो, परमेश्वरले के सल्लाह दिनुभयो भनेर आफ्नो त्यो सानो एउटा बालकलाई, आफ्नो नाति बराबरको सानो बालकलाई परमेश्वरको वचन सोधेको कुरा छ हामी त्यहाँ पाउँछौँ। अनि त्यहाँ यसभित्र भएको घटनाहरू हामीले हेर्दाखेरि यदि कसैले परमेश्वरलाई आदर गर्छ भने त्यसलाई परमेश्वरले आदर गर्नुहुन्छ, यदि कसैले परमेश्वरको वचन अनादर गर्छ भने त्यसलाई परमेश्वरले तुच्छ ठान्नुहुन्छ। त्यसले गर्दा हामी यसपालिको यो सेवा कार्यलाई हेर्दै जाँदाखेरि हामीले एउटा निष्कर्ष निकाल्यौँ, परमेश्वरले हामीलाई एउटा वेल फिनिसिङ, एउटा राम्रो सेवाको समाप्तिको निम्ति चुन्नु भएको छ। सेवा त सबैले सुरु गर्छ, काम सबैले सुरु गर्छ,
तर कतिजनाले अन्त्यसम्म गर्छ, कतिजनाले बिचैमा छोडी पठाउँछ अनि थोरैले मात्रै सेवालाई आखिरीसम्म गर्छ, अर्थात् कुनै पनि कामको जिम्मा पाएकोलाई। किनभने काम गर्दै जाँदाखेरि बिचको ठाउँहरूमा धेरै प्रकारको अप्ठ्यारोपनहरू आउँछ जिन्दगीमा, मानिसको जीवनमा, अनि कठिनाइहरू हुन्छ, समयहरू दिन सक्दैन, परिश्रम गर्नुपर्ने हुन्छ, भनाइ आउँछ, थिचोमिचो आउँछ। त्यस कारणले गर्दा कतिजनाले अन्तिमसम्म सेवा गर्न सक्दैन। अनि हामीले चिनमा प्रार्थना गऱ्यौँ, हामी प्रार्थना गरौँ, प्रार्थना गरिदिउँ हाम्रो नानीहरूलाई एउटा अत्यन्तै राम्रो, किनभने परमेश्वरको वचनमा उपदेशमा हामी पाउँछौँ काम सुरु गरेर कामको अन्त्य गर्नु चाहिँ एकदमै असल हो। अनि हामीले बाइबलको हेरी पठाउँदाखेरि एलीको कथा हेर्दाखेरि एलीले सुरुको दिनमा राम्रो सेवा गरेको थियो एलीको परिवारले, तर एलीको परिवारको अन्तिम घटनाहरू हेर्दाखेरि प्रभुदासले भन्दै हुनुहुन्थ्यो पहिलो त सन्दुक खोसियो, अनि दोस्रो हामीले त्यहाँ हेऱ्यौँ भने एलीको छोराहरूको मृत्युको खबर आयो, अनि अर्को कुरा खबर आयो आफै एली जहाँ बसिरहेको थियो त्यहाँबाट पछाडि ढलेर उनको मुन्टो भाँच्यो, गर्दन भाँच्यो, अनि उसको मृत्यु भयो भन्ने कुरा हामी देख्छौँ। त्यसो हुँदा यो बाइबलको कथा, यो घटनालाई जब मैले निहाली गरेको थिएँ यो थेम पाउँदाखेरि मलाई चाहिँ प्रकारको डर भयो। अनि मैले बारम्बार मैले भाइहरूलाई, बहिनीहरूलाई, प्रभु छोराहरूलाई भने कि हामीलाई परमेश्वरले यसपल्ट पनि यो थेम दिनुभएको छ, हामीले धेरै गहन रूपले यसको लागि प्रार्थना गर्नुपर्छ भनेर मैले उहाँलाई दोहोऱ्याएँ भने। अनि बाइबलभित्र भएको दुईवटा घटना, पहिलो एउटा कथा, यो धेरै सबै कथा राम्रो छन् बाइबलमा भएका, तर त्यसमध्ये स्मरण नआउने, एकदमै स्मरण नआउने एलियाको कथा। जब पनि एलियाले परमेश्वरको महिमामा उठिगएको, जीवितै उठिगएको कुराले जीवनमा एकदमै छुन्छ। अनि अर्को चाहिँ कुरा छ मण्डलीको इतिहासमा जब पनि हामी यो घटना पाउँछौँ, यो एलीको कुरा अथवा यो सामेलको कुरा, यो कुराले मेरो मन एकदमै धेरै छुन्छ। यसैले गर्दा परमेश्वरको वचन अत्यन्तै मिनिङफुल छ हाम्रो जीवनको लागि। हामी वचन सुन्ने मात्र नगरौँ, हाम्रो जीवनमा अप्लाई गर्ने, व्यावहारिक बनाउने प्रयत्न गरौँ, प्रार्थना गरौँ। परमेश्वरको वचनले चाहिँ हामीलाई यो सन्देश दिनुभएको छ, दिएको छ। अब पालो आएको छ हाम्रो नवागतका नानीहरूलाई हामी स्टेज नानीहरूको लागि दिन्छौँ। कृपया तपाईँहरू आएर अगाडि आफ्नो प्रस्तुति देखाइदिनको लागि हामी अनुरोध गर्छौँ। अब यो 12 नम्बरको प्रस्तुति हो, नवागतका नानीहरू आइदिनुहोस् स्टेजमा। अनि त्यसपछि चाहिँ मेमोरी भर्स 13 नम्बरको, यो चाहिँ केजी ग्रुपको गर्ल्सहरू हाम्रो स्थानीयको नानीहरू तपाईँहरू रेडी भइदिनुहोस् भर्सको लागि। अनि भोलिन्टियरहरूले कृपया तपाईँहरूले नानीहरूलाई थोरै सजग गराउँदै गर्नुहोला। धन्यवाद।
तपाईँको नजिक अङ्गालोभित्र राख्नुहोस् मलाई। बुवाले जस्तै मित्रले जस्तै तपाईँको नजिक अङ्गालोभित्र राख्नुहोस् मलाई। बुवाले जस्तै मित्रले जस्तै तपाईँको नजिक अङ्गालोभित्र राख्नुहोस् धन्यवाद नवनका नानीहरूलाई जसले हामीलाई यति राम्रो एक्सन सङ देखाएर जानुभयो। तपाईँहरूको मेहनतको लागि, तपाईँहरूको प्रस्तुतिको लागि हामी अत्यन्त आभारी छौँ। अब हाम्रो नानीहरू यो यही सन्दर्भमा म एउटा कुरा भनिहाल्नु पर्यो। यदि तपाईँहरूसँग पनि यसरी नै प्रयत्न गर्दै हुनुहुन्छ भने हाम्रो गेस्टहरू पाहुनाहरूले अगाडि यसरी तयारी गरिदिनुहोस् ताकि समय छोडिन्छ। यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब हाम्रो नानीहरू केजीका नानीहरू तपाईँहरू अगाडि आइदिनुहोस् अनि आफ्नो मेमोरी भर्स प्रस्तुति गरिदिनको लागि हामी आग्रह गर्छौँ। अब यो केजीको मेमोरी भर्स पछि फेरि पनि गेस्ट पर्फर्मेन्स रहेको छ। यो चाहिँ हाम्रो गेस्ट चाहिँ पहिलोचोटि स्थानीय हाम्रो यहाँ आउनुभएको छ। साइप्रस प्रेयर हाउस कुटेगारी अर्थात् सप्तसभाबाट आउनुभएका नानीहरू, सप्तसभाबाट आउनुभएका नानी तपाईँहरू यो पछि तपाईँको पालो छ। कुटेगारी साइप्रस प्रेयर हाउस तपाईँहरू आइपुग्नुको लागि अनुरोध गर्छौँ। यसपछि ल तपाईँहरू तयारी गरिदिनुहोस्। यदि कसैले परमेश्वरको वचनलाई आफ्नो हृदयमा सुरक्षित राख्छ भने उसलाई परमेश्वरको वचनले शुद्ध हुन सिकाउँछ, शुद्ध रहन सिकाउँछ। तर यदि कसैले परमेश्वरको वचनलाई आफ्नो जीवनमा राख्नबाट इग्नोर गर्छ, इन्कार गर्छ भने उसको जीवन साह्रै दुःखदायी हुन्छ। यसैले गर्दा हामी नानीहरूलाई धेरैभन्दा धेरै परमेश्वरको वचन हृदयमा राखोस् भनिकन सल्लाह दिन्छौँ, कोसिस गर्छौँ। अब नानीहरूले जे भर्स मेमोरीमा राखेको छ हामी सुन्नेवाला छौँ। प्रभुलाई धन्यवाद चढाऊ किनकि उहाँ भलो हुन्छ।
धन्यवाद नानीहरूलाई प्रभु वचन हृदयमा राखेको थियो त्यही भएर सुरक्षित हिसाबले हामीलाई नानीले वचन सुनाएको छ धेरै धेरै धन्यवाद। अब पालो भएको छ साइप्रस प्रार्थना भवन अधिकारी नानीहरू तपाईँको अगाडि आइदिनुहोस्। के तपाईँको प्रस्तुति छ अगाडि आएर एक प्रश्न देखाउनको लागि हामी अनुरोध गर्छौँ। अब यो पछि छ 15 नम्बर एक्सन सङ्ग छ छोटा सा दाउद भन्ने गीतको बोल। छोटा सा दाउदको रूप पनि छोटो छोटो सानो सानो दाउदहरू तपाईँको तयारी भएर बस्दै गर्नुहोस्। अब मेरो पालो आएछ भनेर थाहा गर्नुहोस् ल। यो पछि छोटा सा दाउदको एक्सन स्थानीय नानीहरूबाट। हल्ला गर्नु भएको हो, हल्ला गर्नु भएको भने म माइक दिन्छु। उस कसैले पनि हल्ला गर्दैन ल। उहाँहरूको हो भन्नुभएको भने साइप्रसका नानीहरू हो, यसरी म भनिहाल्छु नि ल। प्रभु ख्रिस्टको नाममा सबैजनालाई मेरी जय मसीह। Hallelujah.
यहाँहरूलाई जब पनि हाम्रो जीवनमा प्रभाव हुन्छ हाम्रो जीवन बदलिन्छ यदि कोही त्यो एउटा सृष्टि छ कोरिन्थीको किताब भन्छ यदि कोही क्रिस्टमा छ भने त्यो चाहिँ नयाँ सृष्टि हो अनि सबैजना जो क्रिस्टमा आउँछ ऊ चाहिँ नयाँ सृष्टि हुने कुरा चाहिँ यो गीत हामीलाई दर्शाएको छ। अब छोटा सा दाउदको पालो हाम्रो स्थानीय नानीहरू चाँडै गरेर तपाईँहरू आउनुहोस् स्टेजमा। अब यो पछि छोटा सा दाउदपछि हामी 16 नम्बरमा जाँदैछौँ त्यो चाहिँ लङ बस। अघि डेभिड गुरुङको लङ बस हामीले सुनिसक्यौँ त्यो स्मरण राईको जग्गामा थियो। स्मरण राईको उपस्थिति भयो कि भएन? स्मरण राई आएको छ अघि हामीले स्मरण राईको जग्गामा डेभिड गुरुङको लङ बस सुन्यौँ। अब चाहिँ स्मरण राई। अब यो भन्दै गर्दा मैले यसैमा अलिकति जानकारी गराइदिइहाल्नु पऱ्यो एउटा कुरा। यो तपाईँकोमा जसकोमा यो पेपर आएको छ जसको जजको लागि यो तपाईँको आएको पेपरमा यो जुनियर ग्रुप छ सबैभन्दा पहिलो आमोस धामी, स्मरण राई, डेभिड गुरुङ। अनि अर्को कुरा छ बी ग्रुपको जुनियर ग्रुपको त्यो चाहिँ दिवस राई र सोफिया राई। अनि सिनियर ग्रुपको चाहिँ एकजना मात्रै छ, दुईजना हुनुपर्नेमा सो तय गरेर हामीले सेकेन्ड अथवा दोस्रो बनाएको छौँ भने पहिलोको मात्रै प्रस्तुति सुन्नेवाला छौँ सिनियरको चाहिँ। त्यही भएर यो अनुसार तपाईँले बाइबल अगाडि नै खोलेर राखिदिनु भयो भने राम्रो हुनेछ। धन्यवाद।
धन्यवाद नानीहरूलाई यो राम्रो एक्सनको लागि। अब लङ बस नानी स्मरणा स्टेजमा आउनुहोस् अनि जजहरूले तपाईँहरूसँग भएको पेपरमा स्मरणालाई जसले भोजन सङ्ग्रह 23 रुपियाँ अनि भोजन सङ्ग्रह 91 रुपियाँलाई हुनुहुन्छ त्यसलाई पनि तपाईँले जज गरिदिनुहोस्। धन्यवाद। यो पछि हामी एउटा 16 सङ्घ सुन्छौँ, त्यो चाहिँ हाम्रो आशिष सरसाईले यो पनि तपाईँ तयार भइदिनुहोस् 16 सङ्घको लागि। भजन सङ्ग्रह 23,000 को भजन भन्न लागेको छु। परमप्रभु मेरा कोठाला हुनुहुन्छ, मलाई कुनै कुराको घटी हुने छैन। उहाँले मलाई हरिया खड्कहरूमा सुताउनुहुन्छ, उहाँले मलाई शान्त पानीतिर डोर्याउनुहुन्छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ, उहाँले मलाई आफ्नो नामको खातिर धर्मकथाका मार्गहरूमा डोर्याउनुहुन्छ। चाहे मृत्युको घोर अन्धकारमा छायाको घाटीबाट भएर हिँड्नु परे तापनि म कुनै खराबी देखिरहने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लाठो र तपाईँको लौरोले तिनीले मलाई सान्त्वना दिन्छन्। मेरो शत्रुहरूको सामुन्ने तपाईँले मेरो अघितिर मेच तयार पार्नुहुन्छ, तपाईँले मेरो शिरले अभिषेक गर्नुहुन्छ, मेरो कचौरा भरेर पोखिन्छ। निश्चय मेरो जीवनभरि नै भलाइ र करुणाले मलाई बचाउनेछन् अनि म परमप्रभुको भवनमा सदा सर्वदै बास गर्नेछु। भजन सङ्ग्रह 91। जो परम प्रधानको गुप्त स्थानमा वास गर्छ, ऊ सर्वशक्तिमानको छायामा रहिरहन्छ। म परमप्रभुको विषयमा भन्नेछु, उहाँ मेरो शरण स्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्वर उहाँमै म भरोसा राख्नेछु। निश्चय उहाँले नै तिमीलाई चरामानेको पशुबाट र विनाशकारी महामारीबाट छुटाउनुहुनेछ। उहाँले तिमीलाई आफ्नो ट्रकहरूले राख्नुहुनेछ र उहाँका पखेटाहरूमा तिमीले शरण लिनेछौ। उहाँको सत्यता तिम्रो डाल र कवच हुनेछ। तिमी न रातको आतङ्कदेखि न त दिनमा उड्ने काठदेखि नै डराउनेछौ, न त अन्धकारमा हिँड्ने महामारीदेखि, न त मध्यदिनमा उजाड पर्ने विनाशदेखि डराउनेछौ। 10,000 तिम्रो बगरमा रहनेछ र 10,000 तिम्रो दाहिने हाततिर, तर त्यो तिम्रो नजिक आउने छैन। तिमीले आँखाले हेर्नेछौ र दुष्टहरूको नतिजा देख्नेछौ, किनभने तिमीले परमप्रभुले जो मेरो शरण स्थान हुनुहुन्छ अर्थात् परम प्रधानलाई आफ्नो वासस्थान बनाएका छौ। त्यसकारण तिमीमाथि कुनै खराबी आइपर्ने छैन, न त कुनै महामारी तिम्रो वासस्थानको नजिक आउनेछ। किनकि तिम्रा सबै मार्गहरू तिमीलाई रक्षा गरून् भने तिम्रो विषयमा उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ। कहिले तिमीले आफ्ना पाउ ढुङ्गामाथि बजाउँछौ कि भने तिनीहरूले तिमीलाई आफ्ना हातहरूमा उठाउनेछन्। तिमीले सिंह र सर्वशक्ति चिनेछौ, जवान सिंह र अर्जुनको तिमी पाउले कुल्चिनेछौ भनेछौ, किनभने उसले आफ्नो प्रेम ममाथि राखेको छ। त्यसकारण म उसलाई छुटाउनेछु, म उसलाई उच्च स्थानमा राख्नेछु, किनकि उसले मेरो नाम जानेको छ। उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु। सन्तोषमा म उसको साथमा हुनेछु, म उसलाई छुटाउनेछु र उसलाई आदर दिनेछु। म उसलाई दीर्घायु नेतृत्व पार्नेछु र उसलाई मेरो उद्धार देखाउनेछु। धन्यवाद। धन्यवाद हाम्रो सानो नानीलाई, जसले मान्छे सानो भए पनि धेरै प्रभुको वचनहरू हृदयमा सङ्कलित राखेको छ। नानीलाई धेरै धेरै धन्यवाद।
अबको पालो हाम्रो 16 सङ्घको लागि आशिष भाइको पालो आएको छ। अब यो पछि हाम्रो यो 16 सङ्घपछि गेस्टको पालो आएको छ। हाम्रो पाहुनाको प्रस्तुति सेकेन्ड प्लेयर हाउस झापाबाट तपाईँहरू पनि तपाईँको भित्री प्रस्तुति रहेको छ। यतापट्टि स्टेजमा आउँदै गर्दा पनि हुन्छ, सरी गाडीमा आउँदै गर्दा पनि हुन्छ, नभए तपाईँहरूलाई जानकारीको लागि मैले यो अनाउन्स गरिराखेँ। यो पछि चाहिँ सेकेन्ड प्लेयर हाउस झापा। धन्यवाद। प्रभु श्री कृष्णमा सबैजना प्रेमिसकेपछि धन्यवाद हाम्रो भाइलाई जसले हामीलाई 16 सङ्घको रूपमा सुनाएर जानुभएको छ। धेरै धेरै धन्यवाद। अब पालो हाम्रो सेकेन्ड मण्डलीको लागि तपाईँहरू स्टेजमा आउनुहोस्। सेकेन्ड मण्डली झापाबाट
अनि यो पछि चाहिँ मेमोरी बक्स रहेको छ। हाम्रो स्थानीयको नानीहरू जुनियर बोइजको अथवा ग्रुप बीका छोराहरूको प्रस्तुति रहेको छ। त्यसको लागि पनि नानीहरू तयारी गर्नुहोला। हाम्रो सिक्किमका नानीहरूलाई स्टेज गर्नुपर्छ। प्रभु येशू ख्रिस्टको नाममा सिक्किम प्रार्थना मण्डलीबाट सबैलाई प्रभु जयमसी। सबैजना। त्यही भएर हामी भित्र गयौँ। हामी आजको दिनलाई
साथको निम्ति आमा बाबा कतिजना आएका छौँ ती सोचहरू पनि धेरै धारण गरेर सेवामा पुरा अगाडि बढ्ने कोसिस गरौँ। अब यो मेमोरी भएस पश्चात चाहिँ ग्रुपिङ सङ रहेको छ। हाम्रो दुईजना नानीहरूले वाट अ फ्रेन्ड वुड ह्याभ जिजस भन्ने गीतको बोलमा ग्रुपिङ सङ गर्नेवाला छन्। नानीहरूलाई पनि तपाईँहरू तयार हुँदै गर्नुहोला भनिकन म आग्रह गर्दछु। अब मेमोरी भएस जुनियर बोइज लुका 12:22-23 लेखेको छ। अनि उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो, यसकारण म तिमीहरूलाई भन्दछु, हामी के खाओला भन्दै आफ्नो प्राणका निम्ति, साथै हामी के पहिरौँला भन्दै आफ्नो शरीरका निम्ति वृद्धि नगरेर प्राण भोजन भनेर शरीर लुगा भनेर पर्नुहुन्छ। यूहन्ना 15:12-13 यस्तो लेखेको छ, जसरी मैले तिनीहरूलाई प्रेम गरेको छु त्यसरी नै एकअर्कालाई प्रेम गर, यो मेरो आज्ञा हो। आफ्ना साथीहरूका निम्ति आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठुलो अरू कसैको हुँदैन। यूहन्ना 14:12-13 यस्तो लेखिएको छ, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले ममा विश्वास गर्छ उसले पनि उसै कामहरू नगरेछु सो गर्नेछ र यीभन्दा ठुला कामहरू गर्नेछ, किनभने म मेरा पिताको नाम गर्नेछु। तिमीहरू जेसुकै मेरा नाममा मागेर पिताको महिमा होस् भनेर मान्नु गर्नेछु। यूहन्ना 14:24-25 लेखेको छ, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिनेछु, तिमीहरूले एकअर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु त्यसरी नै तिमीहरू पनि एकअर्कालाई प्रेम गर। आफूसँग तिमीहरूको प्रेम छ भने त्यसबाट सबैले थाहा पाउनेछ तिमीहरू मेरा चेला रहेछौ भनेर। यूहन्ना 10:11 साँझ जाँदा म तिमीलाई भन्दछु, जो ढोकाबाट भेला घरभित्र पस्दैन तर अर्कातिरबाट मानिसर्दछ त्यही नै चोर गएको, तर जो कोही ढोकाबाट भित्र बस्दछ त्यो चाहिँ भेडाहरूका गोठाला हो। अगाडिदेखि अलग नभएर भलाइ गरेर सधैँ गरेर, किनकि पाप गरेर न्यायमा प्रेममा हुन्छ र आफ्नो पवित्र जनहरूलाई देख्नुहुन उनीहरू सधैँ स्वर्गलाई सुरक्षित हुन्छन्, तर दुष्टहरूको सधैँ चाहिँ नाश हुनेछन्। यूहन्ना 6:47 यस्तो लेखेको छ, सानो सानो म तिमीहरूलाई भन्दछु, जसले मलाई
धन्यवाद नानीहरूलाई। अब हाम्रो सानो नानीहरू आइदिनुहोस् एक्सन सङ्गको लागि। हामी द चर्च भन्ने गीतको बोलमा सानो नानीहरू छ, कति एक्सन राम्रो गर्न नसक्ला, तपाईँहरूले यसलाई पनि बुझिकन धेरै दिनको लागि पनि हामी आग्रह गर्छौँ। अब यो पछि फेरि हाम्रो पाहुनाहरूको पालो आएको छ। यो चाहिँ 22 नम्बरको प्रस्तुति रहेको छ। दोथान प्रेयर हाउस झापा, दोथानका नानीहरू यो एक्सन सङ पछि तपाईँहरूको पालो आउँछ। तपाईँहरू रेडी हुनुहुन्छ, रेडी भइराख्नुहोस्। जे विषय छ यदि ट्र्याक ल्याउनु भएको छ भने यहाँनिर बिचमा साउन्ड सिस्टमको टिमलाई तपाईँहरूले त्यो ट्र्याक उपलब्ध गराइदिनु होला। म जतिसक्दो छिटो प्रोग्राम कुदाउने कोसिस गर्दैछु। नानीहरू भित्र आइदिनुहोस्। यो पछि दोथान प्रेयर हाउस झापा। सानो नानीहरू हो, थोरै टाइम लाग्छ। यस्तै यस्तो कुराहरूले नै हाम्रो थोरै समय गम्भीर जान्छ। तर केही छैन, आजको दिन विशेष नानीहरूको समय हो अनि तपाईँहरूले नानीहरूको लागि भनेर नै समय छुट्याउनु भएको छ होला। धन्यवाद सानो नानीहरूलाई। हामीले नानीहरूबाट सुन्यौँ आई एम द चर्च, यु आर द चर्च, वी आर द चर्च। हामी चर्च भनेर धेरैले कतिजना ठुलै मान्छेलाई पनि थाहा हुँदैन। चर्च भनेको चाहिँ ठुलो बिल्डिङ हो, चर्च भनेको चाहिँ कुनै समूह हो, जमात हो होइन। हामीले त्यसो हेरेको हुन्छौँ, तर चर्च भनेको चाहिँ हामी हो है, म हो। हामी सबै मिलेर चर्च भन्छौँ अनि नानीहरूले चाहिँ हामीलाई सानो सानो नानीहरूले यो सन्देश लिएर गएको छ। अब यो पछिको पालोमा हाम्रो गेस्टको पालो रहेको छ होला है, मैले अघि भनेको थिएँ। अब गेस्टको पालोमा तपाईँहरू आइदिनुहोस्। दोथानका नानीहरू जसरी तपाईँको जे भाग छ तपाईँहरूले आफ्नो प्रस्तुति हाम्रो माझमा ल्याइदिनुहोस्। अब दोथानको पछि चाहिँ हाम्रो यहाँ स्थानीय नानीको लङ भर्स रहेको छ सोफिया राई। सोफिया राईको उपस्थिति छ कि छैन? हामीले सोफिया धेरै दिनदेखि मिस गरिरहेका थियौँ।
छ एउटा। यो पछि चाहिँ लङ भर्स सोफिया राईको यो चाहिँ जुनियर ग्रुप तपाईँको पेपरमा तपाईँको जजहरू जति गर्दै हुनुहुन्छ त्यसमा हेरिदिनु होला। यो चाहिँ जुनियर ग्रुपको दुईजना कम्पिटिसन गर्ने मध्ये एकजना हो। हस्, धन्यवाद। अलिअलि हो होला आज धन्यवाद। हाम्रा दोकानका नानीहरूलाई तपाईँहरूले राम्रो प्रस्तुति हामीका ल्याइदिनुभयो। अब पालो रहेको छ लङ भर्सको नानी सोफिया, तपाईँहरू ल्याइदिनुहोस् लङ भर्सको लागि। अनि यो पछि हाम्रो कम्बाइन सङ रहेको छ। सदस्य नानीहरूले उभिएर पछाडितिर तपाईँको गाउने गीत रहेको छ कम्बाइन सङ। योभन्दा अगाडि हामी यो लङ भर्स सुनिहाल्छौँ। धन्यवाद। मेरा छोरा, तिमी आफ्ना साथीका निम्ति जमानी बसेका छौ भने हातमा आफ्नो हात ठोकेर परदेशीका लागि जमानी बसेका छौ भने तिमी आफ्नै मुखका वचनहरूद्वारा फँसेका छौ, तिमी आफ्नै मुखका वचनहरूद्वारा पक्राउ परेका छौ। अब हे मेरा छोरा, यो गरेर आफूलाई छुटाऊ, किनभने तिमी आफ्नो साथीको पन्जामा परेका छौ। जाऊ, आफूलाई रङले तुलाऊ र आफ्नो साथीलाई मनाऊ। आफ्ना आँखाहरूलाई लिएर आफ्ना पलकहरूलाई झप्क्याउन नदेऊ। कमिला कहाँ जा, त्यसका चालहरू विचार गर र बुद्धिमान बन। त्यसको न अगुवा न देखरेख गर्ने निरक्ष न शासकले छ। तर पनि ग्रीष्म ऋतुमा त्यसले आफ्नो खाने वस्तु जो गर्छ र कटनीको समयमा खानेकुरा बढ्दैछ। हे अक्षय, कहिलेसम्म त सुतिरहन्छेस्? आफ्नो निन्द्राबाट त कहिले उठ्छेस्? अलिकति निद्रा, एकछिनको झर्किने दबालाई, अलिकति हात बढाई, तब तिम्रो
गरेको बाटोको लुटेर चाहिँ र अघिल्लो घटिकन हात हतियार हिँडेको मान्छे चाहिँ आइराख्नेछ। भक्तिहीन व्यक्ति दुष्ट मान्छे तेरो मेरो कुराबाटै हिँड्छ, त्यसले आफ्ना आँखाले इसारा गर्छ, त्यसले आफ्ना पाउले बोल्छ र त्यसले आफ्ना औलाले सिकाउँछ। त्यसको हृदयमा हुन्छ, त्यसले निरन्तर खराबी गर्ने वृत्ति गर्छ, त्यसले अमेरको दिन छर्छ। यसकारण अचानक त्यसमाथि त्यसको विपत्ति आइपरेछ, कुनै उपाय नपाइकन एक्कासिको चुर हुनेछ। यी 6वटा कुरा परम प्रभुले घृणा गर्नुहुन्छ, असाध्य छन् जो उहाँका निम्ति घृणित छन्। घमण्डी आँखा, झुट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट युक्ति गर्ने मन, हतारसँग खराबीतिर गर्ने पाउहरू, झुट बोल्ने झुटो साक्षी र भाइहरूको बीच अमेरको दिन छर्ने मान्छे। हे मेरा छोरा, तिम्रा बुबाको आज्ञा पालन गर र तिमी आमाको अर्थलाई नत्याग, त्यसलाई निरन्तर आफ्नो हृदयमा बाँधिराख, त्यसलाई आफ्नो गलामा बाँधिराख। तिमी हिँड्दा त्यसले तिम्रो अगुवाई गर्नेछ, तिमी सुत्दा त्यसले तिम्रो रक्षा गर्नेछ, तिमी जागा हुँदा त्यसले तिमीसँग बात गर्नेछ। किनभने आज्ञा एउटा बत्ती हो र ज्योति चाहिँ एउटा र व्यवस्था चाहिँ एउटा ज्योति हो, अनि शिक्षाका निम्ति दिएका हकहरू चाहिँ जीवनको बाटो हो। यो तिमीलाई खराब दृष्टिबाट परा दृष्टिको चिप्लो गर्छन्, चिप्लोबाट जोगाउनका निम्ति हो। तिम्रो हृदयमा त्यसको सुन्दरतालाई लालसा नगर, त्यसले आफ्नो पलकहरूको नचाहिँदै फसाउन नपाओस्। किनकि वेश्या स्त्रीको कारणले गर्दा मानिस एक टुक्रा रोटीको भिखारी बन्छ अनि व्यभिचार स्त्रीको बहुमूल्य जीवनको शिकार गर्छ। के मानिसले आफ्नो छातीमा आगो राखे पनि त्यसको लुगा नडर्न सक्छ र? के मानिस ढुङ्गामाथि हिँडेर पनि त्यसको पाउहरू नजर्न सक्छ र? आफ्नो छिमेकीकी पत्नी कहाँ जाने मानिस यस्तै हुन्छ, जस कसैले यसलाई छुन्छ त्यो निर्दोष ठहरिने छैन। भोक लागेको बेला आफ्नो भोक मार्न कसैले चोर्छ भने त्यस चोरलाई मानिसहरूले तुच्छ ठान्दैन, तर त्यो पक्राउ पर्यो भने त्यसले 7 गुणा भर्नुपर्नेछ, त्यसले आफ्नो घरको सारा सम्पत्ति दिनुपर्नेछ। जस कसैले कुनै स्त्रीसँग व्यभिचार गर्छ त्यससँग समझ हुँदैन, त्यसले यस्तो काम गर्ने मानिसले आफ्नो प्राणलाई नष्ट गर्छ, त्यसले डर र अपमान पाउनेछ र त्यसको निम्ति कहिले मेटिने छैन। किनभने जलन मानिसको उनीहरूले रिस हो र बदला दिने समयमा त्यसले त्यसलाई बाँकी राख्ने छैन, त्यसले कुनै क्षतिपूर्तिको वास्ता गर्ने छैन। तिमीले जति उपाय दिँदा पनि त्यो सन्तुष्ट हुने छैन। धन्यवाद नानीलाई कम गर्छको लागि। हामी अब सबैजना नानी उठौँ माथि अनि उता फर्केर हाम्रो गेस्टहरूलाई हेरौँ, हाम्रो आमा बाबालाई हेरौँ, ह्याप्पी हुनुहुन्छ कि स्याड हुनुहुन्छ कि उता सबैजना हेरेर अनि एउटा गीत गाएर सुनाइदिउँ, थोरै रिक्वेस्ट हुन्छ होला। अनि हामीसँग यो गीत गाउन सक्नुहुन्छ। यो आकाशके तारे मन बच्चो भन्ने गीत छ, यसको बहुत भन्ने गीत छ, यो गाउने समयमा तपाईँहरूले पनि आउनेहरूले सबैले गीत गाउनुहोस् ल रिक्वेस्टको लागि। फोटो आउने ठाउँमै छ। Kita
कम्बाइन सङ थियो। अब पालो भएको छ मेमोरी भर्सको। मेमोरी भर्सको लागि जुनियर गर्ल्सहरू नानीहरूबाट ग्रुप बीका छोरीहरू अगाडि आएर मेमोरी भर्स सुनाइदिएको लागि हामी यहाँ तपाईँहरूलाई निमन्त्रणा गर्छौँ। अब यो मेमोरी भर्सपछि 26 नम्बर 26 को यो पालो आएको छ गेस्ट पर्फर्मेन्सको लागि माउन्ट मोरिया प्रेयर हाउस अर्थात् पथरी सखुवाला पथरीबाट हाम्रो नानीहरू यो पछि रेडी भइदिनु। 26 नम्बर माउन्ट मोरिया प्रार्थना भवन सखुवाला पथरी। यो किन पछाडि सारेको त लाइभ 26:27 यस्तो लेखिएको छ। यसोले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, साँचो साँचो म तिनीहरूलाई भन्दछु, तिनीहरूले चिन्हहरू देखेका हुनाले होइन, तर तिनीहरूले रोटीहरूबाट खाएर अगाएका हुनाले नराखेका छन्। नष्ट भइरहने भोजनको निम्ति होइन, तर अनन्त जीवनसँग रहिरहने भोजनको निम्ति परिश्रम होइन, जुन भोजन चाहिँ मानिसको पुत्रले तिनीहरूलाई दिनेछन्, किनकि परमेश्वर पिताले